नमस्ते सबैजनालाई, तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। यता हामी पनि सन्चै छौँ। तपाईँहरूको सामु अर्को पनि मिनी भ्लग लिएर उपस्थित भइसकेका छौँ। हामी चाहिँ 2 दिन ग्याप भयो किनकि हाम्रो अलिकति काम थियो, त्यही भएर हामीले भिडियो हाल्न पाएनौँ। भिडियोलाई कन्टिन्यू हाल्ने भन्दा पनि हामी चाहिँ अलिकति प्रब्लमका कारणले हाल्न पाएन। आज चाहिँ हाम्रो प्लान चाहिँ चटपटी खाने थियो, त्यही भएर मेरो माया र मेरो दिदी भएर चाहिँ चटपटको सामानहरू लिएर आउनु भएको छ। आजभोलि चाहिँ हामीले चटपटी किनेर खान छोडिदिइसकेका छौँ, किनभने हामी चाहिँ आजभोलि घरमै बनाउँछौँ चटपट। जब घरमा नै बाहिरभन्दा मिठो चटपट बनाउने मान्छे भएपछि किन बाहिरबाट खानु छ भनेर हामी आजभोलि घरमै खान्छौँ साथीहरू। अनि यो मोमो चाहिँ बाहिरबाट लिएर आएको फ्रोजन मोमो हो। मैले आफैले बनाउँछु घरमा, तर म चाहिँ बिरामी भएको कारणले चाहिँ मोमो बनाउन सकिरहेको थिएन, त्यही भएर चाहिँ बाहिरबाट नै लिएर आयो। घरमा बनाउनु पाएको भए यही कस्टले नै धेरै मोमो बन्ने थियो, तर बाहिरबाट ल्याउँदाखेरि चाहिँ अलिकति महँगो पर्दो रहेछ साथीहरू। अनि यता हामीले मोमोलाई स्टिमको लागि छोडिदियौँ र यता चटपटको लागि चाहिँ आलु बोइल गरिरहेका छौँ। अनि अघि मैले भनेको थिएँ नि त, घरमा नै चटपट मिठो बनाउने मान्छे भएपछि किन बाहिर खानुपर्ने भनेर। यता मेरो मायाले चाहिँ एकदमै मिठो चटपट बनाउँछ कि। म पनि पहिला बाहिरको मिठो लाग्थ्यो, तर मेरो मायाले बनाएबाट त्यहाँबाट चाहिँ मलाई बाहिरको चटपटै मिठो लाग्दैन कि। अनि यता हाम्रो गफाडी भान्जाले चाहिँ माइजूलाई फगाउँदैछन् 14 दिन्छ भनेर। हेर्नु न, हातबाटै खोज्छन्, कति गफाडी छन् नि मेरो भान्जा। गफाडी र चकचकीको त पुरै राजा नै हो कि साथीहरू मेरो भान्जा। फेरि भिडियो बनाउनको लागि त्यति धेरै नलेज नभए पनि हामी चाहिँ फ्री टाइममा केही गरौँ भनेर चाहिँ भ्लग बनाउन स्टार्ट गरेको हौँ। तपाईँहरूले चाहिँ साथ सपोर्ट एकदम धेरै देखाउनु होला। हामी चाहिँ चटपट खाने मान्छे धेरै छैनौँ, त्यही भएर अलिकति थोरै बनाउँछौँ। अनि यता मेरो मायाले चाहिँ खुर्सानी धनियाहरू काट्दैछन् साथीहरू। खासमा उसलाई चटपट बनाउन मिठो आए पनि कटिङहरू चाहिँ मैले नै सिकाएको हो साथीहरू। चटपट भनेपछि अलिकति अमिलो पिरो टक्क हुनुपर्छ नि त, त्यही भएर चाहिँ खुर्सानी अलिक धेरै काट है भनेर म साइडबाट भन्दै थिएँ। अनि चटपटमा जाने सामानहरू सबै एउटा भाँडामा खाना रेडी गरेको छौँ। अनि यता मोमो अचारका लागि चाहिँ सबै कुराहरू कटिङ भइरहेको छ साथीहरू। त्यतिकैमा यता मोमो र आलु पनि स्टिम हुँदैछ। त्यतिकैमा हाम्रो मोमो पनि पाकेर रेडी भइसकेको छ। हेर्नु न कस्तो जुसी देखेको छ। तपाईँहरू पनि खाने भए आउनु होला। मोमो स्टिम भएसँगै अब चाहिँ पालो चटपटको छ। अनि चटपटमा चाहिँ हामीले दालमोट हालेर राख्छौँ अहिले, किनकि भुजा पहिले नै हाल्यो भने चाहिँ ओसिन्छ नि त, त्यही भएर सबै कुराहरू हालेर मिक्स गरेर राख्छौँ साथीहरू। अहिले चाहिँ अझै पनि मोमोको लागि अचार बनाउनु छ नि त, त्यही भएर चाहिँ हामी अहिले यत्तिकै राख्छौँ यसलाई चाहिँ। बाहिरको भन्दा पनि कस्ट थोरै लाग्ला भनेर घरमै बनाएर खान लागेको साथीहरू। यो सबै सामानहरू जुटाउन चाहिँ एकदमै गाह्रो हुँदो रहेछ कि, झन् बाहिरको कस्टहरू भन्दा पनि धेरै महँगो आउँदो रहेछ कि। अनि मोमो र यो आलु चाहिँ एकैचोटि स्टिम गर्न राखेको। मोमो चाहिँ यता पाकिसक्यो, तर यो आलु चाहिँ अझै पनि पाकेको छैन कि। कति साह्रो आलु होला त नि साथीहरू। अहिले पनि आलु पाकेको छैन होला भन्ने डाउट लागिरहेको थियो, तर खोलेर हेर्दा चाहिँ पाकिसकेको रहेछ आलु चाहिँ। किचनमा काम गर्दा उसलाई मात्रै गाह्रो होला भनेर मैले चाहिँ भिडियो बनाउन यता सहयोग गर्दैछु। अब हामी अचार बनाउन लागि यता प्यानमा तेल हाल्दैछौँ। तपाईँहरूले चाहिँ अचार कसरी बनाउनुहुन्छ कमेन्ट गरिदिनु होला। हामीले चाहिँ यसरी नै बनाउँछौँ। केही फरक कुनै पनि नयाँ रेसिपीहरू छ भने चाहिँ कमेन्टमा भनिदिनु होला। यो टमाटर चाहिँ अलिक मजाले भुटेन भने चाहिँ अलिक काँचो गनाउँछ कि, मलाई चाहिँ त्यस्तो टेस्ट मन पर्दैन। आलु चाहिँ तातो भएर हामीले एकछिन सेलाउनको लागि छोडेको थियौँ, तर पनि सेलाएको रहेनछ। अति नै ढिलो भएर अब चाहिँ हामी खुर्केर काटिदिन्छौँ। यो अचार पनि एकदमै पाकेको जस्तो देखिएको छ, तर पनि हामी अझै चलाउँछौँ यसलाई चाहिँ। फाइनल्ली हाम्रो भुजा हाल्ने टाइम पनि आयो। पहिला नै भुजा हालेको भए अहिलेसम्म ओसिन्थ्यो नि त, त्यही भएर चाहिँ हामीले लास्टमा भुजा हाल्यौँ साथीहरू। अनि चटपटमा चाहिने सबै मसलाहरू हालेर रेडी भइसक्यो। हामी चाहिँ धेरै मसलाहरू चाहिँ हाल्दैनौँ बाहिरको जसरी। घरमै अलिअलि भएको मसलाहरू सबै घरमै बनाएर हामीले हालेको यो मसलाहरू चाहिँ। अनि हामीले अचारमा चाहिँ स्वादअनुसार नुन बेसारहरू मसलाहरू हालेर रेडी भइसकेको छ साथीहरू। हामीले चाहिँ अचार भुटेर सकेको छौँ, तर ब्लेन्ड गर्ने बेलामा चाहिँ बत्ती नै गइदिरहेको कि। अनि हाम्रो खाना चाहिँ यता रेडी भइसकेको छ साथीहरू। आज चाहिँ हामी गेम खेल्दैछौँ, त्यो चाहिँ रियल भोइसमै हेर्नु होला है त। पहिला म गर्छु डाइस। बहुत तेज हो रहा है। पहिला म गर्छु के। कस्तो हो र म थाहा छैन है फेरि। कस्तो हो र म थाहा छैन है फेरि। के यस्तो गर्ने अनि जसको उल्टो पर्छ अनि त्यही गर्ने। ल 1 2 3 गो। चीटिंग करता है तू। चीटिंग करता है तू। 1 2 3 गो। 1 2 3 गो। 1 2 3। अबे जल्दी बोल, कल सुबह पनवेल निकल गो। 1 2 3 गो। 1 2 3 गो। नफाल्नु मेरो फाला। नफाल्नु मेरो फाला। डाइस गर त ल। 2 आखा 3 ल। 3 है ल। 3 ल। 3 बाइट। दिदीको पालो है त। 3 त बाइट खाऊ। ल न टमाटर लै दिदी। 1 छिटो खाऊ न। गुवा हाल्नु हुन्छ। 1 छिटो खाऊ। गुवा त का हाल्नु पर्छ। 2 या छिटो। ओके
मेरो पेट दुखिन्छ रक्त पानी खान्छ है त भयो 3 भयो ल बाई दिदीको पालो फेरि अब के हाल्ने अरे मलाई थाहा छैन के फेरि जति आउँछ त्यति खाने ल त्यति थाहा भन्छ हुन्न है खाने पाउनु है ल हान्नु न यहाँ ल 5 ल 5 खानु 5 चोटि 5 चोटि खाऊ मैले अँ। राम 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 के खाने 5 चोटि यस्तै हाल्ने भ्लगमा यस्तै त हान्नु 2 3 चिजिर 4 अनि एकचोटि पानी खाइदिनु भयो 4 अब एकचोटि है खाऊ कान्छ 5 ल अब मेरो है थाहा भने खानु पाउँदैन त्यस्तो त हुँदैन नि फेरि हाल्न अनि अच्छा हमको सिखा रिया है अँ फेरि हान्नु के थाहा फेरि छ थाहा भने 4 है भिडियो त भएन त्यो एकैचोटि खान पाइन्न है पाइन्छ पाइन्न भाइ त्यस्तो नखान खान्छ दुईटा ए गाई ल छिटो है अब मेरो बाबा भिडियो त भयो बाई एउटा खानु न पाइ म हामी हेर ए सबै मोमो खान्छु है दिदी म सक्छु है तपाईँको कौन है ये लोग कहाँ से आते हैं ये दुईटा आऊ न दुईटा सक्छु त्यो चाहिँ ममा हालेर लिएर आइजा त्यो चाहिँ ममा हालेर लिएर आइजा मेरो हात त गाह्रो चक्यो कसरी हान्ने र यसो गर्ने हो तिन ममा हालेर ल्याउनु पर मजा आउँदो रहेछ ममा हालेर ल्याउनु पर मजा आउँदो रहेछ पानी पाइन्छ होला नि पाइन्न म हालेर जाऊ जाऊ तिमी सुन जाऊ त ल पेट दुख्यो तपाईँको पारा आउनु मेरो पालो है मैले एकचोटि हाइट गर्नु पानी पाइन्छ होला कि पाइन्न कि नखा 2 बाइट है एउटा पुरै हाल्ने हो हाल अनि भान्जेर राख्नु तिमीलाई त्यही थालमा मोमोसँग भान्जेर खाने है अर्कोमा खाइन 2 बाइट अब 1 बाइट हान खान तिमीलाई खाइदिनु दिदी अबे एकचोटि हाल्नुपर्छ जति सक्यो सक्यो है अँ। मेरो त 4 बाइट आयो भने त मैले त 1 2 म त कान्छीलाई त राख्दैन कान्छीले राख्दैन गेम हो गेम दिदीलाई लाग्दैन टुङटुङ ट्याडा क्या हो गया कालिया तेरा एक है यो एक मात्र हाल्नु त थोरै खाने एउटा मात्रै खानु न एउटा हाल्नु न भाइ त्यस्तो कमेडी बनाउने कि धेरै धेरै तीन हो ए पानी 1 2 3 हो चार अब पानी हाल्नु ल्याउनु पर्छ खाइसक्यौ ममा खाने हौ ल्याउ हामी खान्छ खाँदैन ए सबै सक्दियो पार्दै मैले हालेको ल खाऊ ममा खाऊ न एउटा चाहिँ दिदीलाई खाऊ खाऊ दुईटा हालेको त
कोई कट कोई कोई के भनेको कट कोई हात काटो अरे कट म छोरे भके खाइदो रहेछ त मजाले कोई कट कोई ले मामा एउटा ले मामा इन्भाइट हो पानी इन्भाइट पानी खाइके एउटा खाइके हैन छिटो भएकै छिटो खाऊ न पानी खानु मन लाग्यो अरे ल्याउँछ एउटा मामा बाबु त्यो अर्को ल्याउ सस नहालेको ल्याउ क्या इन्भाइट ये ले 5 भाइ सक्यो दिदीको पालो ल ये ले क्या नहीं अरे पीछे देखो पीछे पीछे तो देखो खानु होला क्या पाँचवटा तिमीले हाल्दैन दुई उता ल्याइदेऊ ल हेर्नु साथीहरू 2 बाइट मात्रै है एक अब चाहिँ खाने 1 बाइट लाइन नलियाकै गरौँ नि हाले त कति बज्यो 11 भयो 2 मेरो पालो है टाढा चट्टो दिएर हाल्न पानी खानु पाएर कोई भिडियो त भइरहेको बल्दै पनि सक्यो ले मेरो पानी दाल दिन मत ममा छोडेको तिमी घरै बनाएर नि पानी हाल्छु भयो उयो अस्ति पानी खान्छु भने पानी खायो हुन्थ्यो त एकचोटि टुङ टाढा हेरौँला तेरो यो चोरीफुरी कति दिन टिक्छ म पनि हेरौँला कति आएको नि आउँदा पेट दुख्ने त थुकेर हाल्नु न ममा किन खालेको ल खाऊ कति खानुभयो सक्यो त लक लगाएर साह्रै ल साह्रै यता आऊ छोरो भिडियो गरेन है पानी मेरो पालो आउँछ आजको लागि यति नै। भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला, लाइक सेयर र सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। अर्को भिडियोमा फेरि पनि भेटौँला। हस्त बाई बाई।